हेलो वेलकम टु गजित गोर्खा फेसबुक पेजमा हजुरहरूलाई स्वागत छ। र आज फेरि नयाँ एउटा भिडियो त अब के खाने भिडियो लिएर हजुरहरूको माझ प्रस्तुत छु। र तपाईहरुलाई चाहिँ म एउटा कुरा भन्न चाहन्छु। खाना निमक पानीसँग खाए पनि या मासु भात टन्नै खाए पनि मन जब तसुल्ली गरेर खानुहुन्छ नि शरीरमा टन्नै लाग्छ। र मन तपाईको सन्तुष्ट छैन भने त्यो खाएको लाग्ने छैन शरीरमा हजुर। र प्रथम त मनलाई बुझाउनु पर्ने हुन्छ। र हजुरहरु माझ प्रस्तुत छु म आज यी यसरी मुस्ने अनि टन्नै खाने जेकै सब्जी होस् जेकै नहोस् यी यसरी गम खाने है। कोही नानीहरूलाई मोबाइल देखाएर भात खुवाउनु हुन्छ, बानी पारेको हुन्छ, त्यो बानी नपार्नु होला। भिडियो हेरेर ठुल्ठुला नानीहरू पनि ठुल्ठुला भाइ बहिनीहरू पनि मोबाइल हेरेर खाने गर्छन्। त्यसले डाइजेसन सिस्टमलाई बहुत एफेक्ट गर्छ हजुरहरू। किनकि मस्तिष्क माने तपाईको जुन चाहिँ दिमाग हुन्छ नि त त्यो खानेमा होइन त्यो भिडियोमा हुन्छ। त्यही भएर तपाईको डाइजेसन स्लो हुन्छ। खाँदाखेरि मोबाइल सोबाइल नहेर्ने, यसरी मुस्ने, यो झोल सोल लगाएर जे सब्जी छ लगाउने, अनि यो ताला लगाएको मान्छेको भिडियो हेर्ने, अनि गम खाने है। भात खाँदाखेरि पानी चाहिँ थोरै खानुपर्छ। भात खाएको कमै पनि आधा घन्टा बादमा अनि पानी पिउनुपर्छ। त्यसो हुँदाखेरि तपाईको ग्यास बन्दैन कि। मिठो तरिकाले जाने सब्जी होस् मिठो तरिकाले अपनाउनुपर्छ खानालाई। यो एक थाल भातको लागि मान्छेहरु कहाँबाट कहाँ पुग्नुपर्छ सोच्नु भएको छ? यही भातकै लागि हो। घर छोडेर कमाउन जानुपर्छ, यही भातकै लागि हो हजुर। भातमा फाल्नुहोस्, म त एक छिटो पनि भात फ्याक्दिन। मुसेर वरिपरि सोरसार पारेर गमी खानुपर्छ। साथीहरु, चाहे नमक पानी होस् चाहे मासु भात होस्, खुवाइ त यस्तै हुनेछ। यो चाहिँ घसौटी रहेछ। आज कुखुराको मासु पकाएको रहेछ घसौटी। अरू एउटा घसौटी रहेछ, मेरो चाहिँ फेभरेट कलेजो र घसौटी है। एकदम मजा लाग्छ मलाई खाएर, कुरुङ कुरुङ गर्छ चाहिँ एकदम फेभरेट।
कमेन्टमा जनाउनु होला तपाईँलाई के को मासु एकदम फेभरेट मनपर्छ। धन्यवाद छ मेरो भिडियो हेर्नुहुनु सम्पूर्ण महानुभावहरूमा। जय गोर्खा।